गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी लेलेप जाने गरेको मिति 2082 साल 1 महिना 5 गतेदेखि 7 गतेसम्म हुन गइरहेको यो प्रोग्राममा हजुरहरू पनि आएर रमाइलो गर्न सक्नुहुन्छ। यदि तपाईँहरू चाहेर पनि आउन सक्नु भएन भने यही भिडियो मार्फत रमाइलो गर्न सक्नुहुन्छ। यो चाहिँ फक्ताङलुङ गाउँपालिका वडा नम्बर 6 हैन, वडा नम्बर 6 मा रहेको छ। तापेतोक पालिकादेखि 2 घण्टा हैन, 2 घण्टाको माथि बाटो जानुभयो भने तपाईँहरू अवश्य पुग्नुहुन्छ र तपाईँहरूले मलाई सुरुदेखि अन्तिमसम्म साथ दिनुहुन्छ भन्ने आशा राखेको छु। तपाईँहरूलाई म त्यहाँको प्रोग्रामको माहौलदेखि लिएर बाटोहरू सबै देखाउने छु, आशा राखेको छु। तपाईँहरूले पनि सपोर्ट गर्नुहुन्छ भनेर हामी चाहिँ हिँडेर जाँदैछौँ 2 जना। अब साथीहरू अब बिस्तारै आउँछन्, हामी चाहिँ त्यहाँ हल्का काम गर्नुपर्ने हुन्छ, स्वयंसेवक भएर काम गर्नुपर्ने हुन्छ। त्यही भएर अलिक छिटै गइसक्यौँ हामी। तुम्बाहरू अलिक जाँदै हुन्छ। अब साथीहरू लास्टमा आउँछन्। कन्सर्ट चाहिँ 4 बजीदेखि हुने भन्ने कुरा थियो, अब के हुन्छ मेरो। अनि त्यही हो, हेर्दै गर्नुहोस्, अगाडि पनि देखाउने छु है त। र केही कञ्चनजङ्घा हिराक महोत्सव कार्यक्रमको लागि पुऱ्याएर फर्किँदै गर्दा गाडी पल्टेर एकजनाको चाहिँ मृत्यु र एकजना घाइते भएको थियो नि त। त्यो चाहिँ यही पार्यो। हामीले चाहिँ तुम्बाहरूलाई भेटिसक्यौँ। तुम्बा धेरै नै अब पछाडि पनि आउँदै हुन्छ, हामी जाँदै गर्छौँ। अबको 2 घण्टा आदिमा चाहिँ पुग्छौँ होला, हामी पुग्छौँ होला। को आउँदै हुन्छ माथि चाहिँ हाम्रो तुम्बाले भनिदिनुहुन्छ। तुम्बा माथि चाहिँ आज चाहिँ आउने क्रममा छ कलाकार दीपक लिम्बू, अनि मोनु नेम्पाङ, अनि मनोज गजरेल, अनि रुपसना लिम्बू, त्यस्तै अरू पनि फेमस गायककारहरू आउँदै हुनुहुन्छ। त्यसै हामी आज कार्यक्रम यो स्वागत गर्नको लागि स्थानीयवासी हामी जाँदैछौँ। 8 जना होइन टोटल 8 जना अझै पनि हुन्छ। त्यसको कारण चाहिँ अब अझै पनि छ होला। 5 देखि 7 गतेसम्म हुन्छ होइन। 5 दिनदेखि आजदेखि सुरु, भोलि पर्सि 7 दिनसम्ममा छ कार्यक्रम। कति 5 देखि 7 मा 8 जना आउने होइन। एक दिन 4 जना, फेरि एक दिन 4 जना, एक दिन 4 जना। त्यो ब्यानर चाहिँ कस्तो क्या, हेर्नु चाहिँ हेरेँ तर नामै पढेको। हेलो गाइस, हामी चाहिँ फाइनली पुगिसक्यौँ लेलेप। अब हामी तल गेम हुने ठाउँमा जाँदैछौँ। सक्नुहुन्छ यहाँको अलिक तल पुगेपछि म देखाउने छु कस्तो छ ठाउँ। यही हो कन्सर्ट जाने ठाउँ चाहिँ। ठाउँ यस्तै छ, अलिक पर बस्ती छ। हामी 2 जनै छौँ। हामी चाहिँ फाइनली आइपुगेको कन्सर्ट हुने ठाउँमा र अब हामी चिसो खाएर जानुपर्ने हुन्छ। येलो माथि पालले गरेर पुरै रातो देखिरहेछ क्या, एकदम गलेर आइपुगेको छु। खानासाना खानुपर्ने हुन्छ। खतरा
ट्याङ्क गर्नु थाल्यो आत्ति नै सक्यो सबै आत्ति सक्यो दुईटै कानुनको ठाउँमा आएर खोज्नु यति सपोर्ट नहुँदा के गर्नु दीपक पेल अलि पैसा राख्नु सात पाली हामीले र भलन्टियर साथीहरूलाई यस महोत्सवलाई चुस्त दुरुस्त तरिकाले सुसम्पन्न गर्नको लागि र यस उद्घाटन सत्रलाई चुस्त दुरुस्त बनाउनको लागि को आयो कुलिरोनी आयो हाँ कुलिरोनी आयो गायकहरू आए जस्तो छ होइन फाइनली गायकहरू पनि आइसक्यो योगेश भट्टराई आउँदैछ भनेपछि फाइनली हामीले स्वयंसेवकको ड्रेस पनि पाइसक्यो पर्ने काम अब हामीले धमाधम काम गर्नुपर्ने हुन्छ दाइले पनि पाइसक्नुभयो तर यहाँ आइडेन्टिटी चाहिँ पाएन क्या सिद्धिएछ अब हामीले यही टोपीको मार्फत हामीले काम गर्नुपर्ने हुन्छ सरस्वती माविको प्रस्तुति हुँदैछ यो चाहिँ खगेन्द्र फ्याम्बुको अफिस रहेको छ हेर्न सक्नुहुन्छ यही हो कुन कल्चरको हो साथी हो भन्नुहोस् है धेरै पसलहरू राखेको यो त बनाइ नै दिएको होइन हेलो गाइस तपाईँहरू पनि आइदिनु होला कि लेलेप समुदायमा धेरै नै के भनौँ मिठो पाइन्छ धेरै नै मिठो पाइन्छ के चाहिँ पाइन्छ तर मोमोहरू होइन मोमोहरू चटपटे भयो चटपटे भयो धेरै धन्यवाद यो विशेष प्रस्तुतिका लागि शेर्पा संस्कृतिको हामी यो लेलेप समुदायको दृश्य चाहिँ एकदम राम्रो छ है आइदिनु होला अनि सम्मान गरिदिनु होला भर्खर स्टार्टिङ मात्रै हुँदैछ अब बेलुका हुने रहेछ धेरै रमाइलो होइन अब हामी कन्सर्ट हुने ठाउँभन्दा अलिक टाढा जाँदैछौँ हाम्रो लुगा भएको ठाउँमा भनौँ न होइन के हो देख्न सक्नुहुन्छ एकदम राम्रो छ त भन्दिनँ हल्का राम्रै छ होइन खाजा साजा खानुपर्ने हुन्छ हामीले के लगाएको छौँ यो कञ्चनजङ्घा भन्ने छ यो चाहिँ के पो स्वयंसेवकले लाउने हो टोपीहरू पनि पाएको छ अब काम गर्नुपर्ने हुन्छ हामीले पनि होइन ढुङ्गा हान्दाखेरि थापिदिने निधारमै थापिदिने हो अब जे भए पनि गोली पनि हामीले थापिदिनुपर्छ अरे होइन त्यही भन्ने भर्खर हाम्रा हामीभन्दा ठुलाहरूले गोली भए पनि थापिदिने ढुङ्गा भए पनि थापिदिने होइन हामी चाहिँ नदिने है हामी चाहिँ नदिने रे के खानु बस्नु त फ्री होला नि त होइन खानु बस्नु फ्री हो होइन
केही हो बाटो जाने बाटो होइन यो त्यति धेरै मान्छे छैन होइन त्यति धेरै मान्छे छैन होइन हल्का छ बेलुका आउनु सक्छ नि धेरै अब सायद आज यो के अरे सांस्कृतिक प्रोग्रामको पहिलो दिन पहिलो होला। दिन सायद भोलि चाहिँ हुन सक्छ भोलि कि फाइनलमा 7 गते हुनसक्छ कि भोलि हुनसक्छ आज फर्स्ट हो आज फर्स्ट दिन भयो कि त्यही भएर हल्का अलिअलि मात्रै छन् छ धेरै नै नाच्ने ठाउँ चाहिँ हो अब यहाँको भ्यू चाहिँ खत्रै छ भनौँ न हल्का होइन खत्रै छ अब सिमाको पनि गाडी आएको रहेछ अब कपडा चेन्ज गर्ने ठाउँमा गएर खाजासाजा खाएर फेरि आएर हाम्रो काम गर्नुपर्ने हुन्छ अहिले चाहिँ थोरै विश्राम पाएको छ नेताहरूको भाषण चल्दैछ यहाँ चाहिँ को आउने भयो अघि भनिसकेको छैन तिनीहरू आउने छन् अघि हेलिकप्टरमा मन्त्री सन्त्री कोहरू आइसके अब गाडी साडी आइसके सबै भनौँ न होइन गाडीहरू त आउनु सकेको होला अब गाउँको मान्छेहरू मात्रै आउनु बाँकी होला होइन यो चाहिँ लेलेपको पार्किङ एरिया हो यो चाहिँ गाडी धेरै पार्क गरेको छ जौबारी भए पनि पार्किङ एरिया चाहिँ राम्रै छ होइन यहाँ चाहिँ यो अफिस हो के को अफिस हो किक्याप अफिस हो यहाँ यस्तो छ बाटो यही हो किक्याप अफिसदेखि थोरै परतिर छ होइन प्रोग्राम हुने ठाउँ चाहिँ लेलेपमा गाडी पनि धेरै नै आएको छ होइन BMW आएको छ होइन क्रसाईहरू सबै बाइकहरू छ धेरै माथि ड्रोन हेर्नु सक्नुहुन्छ ड्रोनहरू थाहा छैन तर होइन यता हो यता चाहिँ हामी जानुपर्ने किन माथि देखोस् न हामी पनि फेरि पछि यसो त्यही त होइन खतरा छ बाटो तुम्बा आउनु भयो छिरिङ लामाज्यूको भाषण सिद्धिएको छ उतातिर उडाउँदैछ उता नेताहरूको प्रस्तुति भइरहेछ र हामी चाहिँ यता एकछिन रेस्ट गर्नको लागि आएर बसिरहेछौँ अब खाजासाजा खाएर फेरि काममा जानुपर्ने हुन्छ रेस्ट गरिरहेछौँ पुरुषलाई खेदाएको किन चाहिँ के कारण हो कुम्मा किन यस्तो गर्यो विपक्ष हो मैले किन आएको थियो त यो रेस्टुरेन्ट कन्सर्ट हुँदैन होला कुट्यो कि क्या कसले कुट्यो कसलाई कुट्यो हजुर कुनलाई हो को चाहिँ कुट्यो रुनुले कुट्यो अरे पुलिसले चाहिँ कुटेको उनले कुट्यो उसले
साला काटिँदैन अन्त थियो नगेन तुमले हात हिप्टाङ बच्चा ल कुलाङा पर्दा चाहिँ हैन काटिँदैन नि उसको फुटाइदियो भरहरीको मान्छे कुद्ने भरहरी हेट तुम कुद्ने अरे के हेरे जति गरेर गुड्दाखेरि काटेर कुकुरलाई खुवाइदिनु नाले खुट्टा सुट्टा कसले कुनले कुट्यो ए उसले कुट्यो मान्नु पनि सकिन्छ गरौँ यो केसलाई खेदाइ हाल्यो नि फेदाको खेदाको अघि हावा ल्याउँदाखेरि यसको ठन्डै छिट्यो भागो छ बुवा पनि कुटेको अनि त्यस्तो बरु बसेको भए मेरो मनको कुरा सुनिएर तिमी साथमा हुँदा मेरो खुसी छोरो नडाटी भन तिमी खुसी हुनु पर्यो बरु जान्छ त्यसले सुतिएर मायाको आशले के थुनिदियो पिजडामा साँचो छ माया सजिलो छैन भुलि जानु पिजडा खोली अहिले उडाइदिन खोजौ तर बानी पर्यो तिमीसँगै मन उडी जान सहेर बस्छु भुलेर जाने छैन मैले कसैको बोलीलाई सुनेर जाने छैन बानी परिसकेपछि साह्रै गाह्रो हुने रहेछ पिजडामै बस्छु भुलेर जाने छैन हाँसोलाई देखाएर पीडा त्यसै झुल्किँदैन हातमा त सबैले यहाँ साथी नै चाहिँ भेटिँदैन म खुसी बनाएर यहाँ धरुनी मेटिँदैन झरी पर्दा रुनेको छु आँसु पनि देखिँदैन गल्ती त होइन मायालाई आफ्नै सम्झिएर भुलेर गयो तिमी हुँदैन फर्किएर मनमा छ तिम्रो यादहरू बोलू एलेक्स को नाम दे पिक्चा मेरो यस्तै छ पारा मेरो यस्तै छ पारा मेरो यस्तै छ मेरो दुश्मनको रे एलेक्स को बिग छ हैन चले
हान्छु हान्दैन घुम्दै गरेको लात्ता सिरेबाट झर्यो तमर खोला सिरेबाट झर्यो तमर खोला काबेली र शिवाले नि बोलाउँदै होला खानी भुसा गोला गजुरेलको सेवारोलाई स्वीकार्नु होला लुकेर तौमा र सुकुटी पनि खाएको छु म छोरो सृजनाको थक्तालुङ मामाको घरमा आएको छु मामा शेर्पा र लिम्बू कसरी भयो प्रश्न उठ्न सक्छ आजभन्दा 50 वर्ष पहिला मेरो पिताजी यही डाँडोको पल्लापट्टि एक दिन हेर पुग्ने ठाउँ मामाङखेमा बस्थ्यौँ हामी मेरो पिताजी भन्नुलाई सोध्थे बा यो माथिको चुचुरो चढेर पल्लोपट्टि कुन गाउँ छ मेरा बाले भन्नुहुन्थ्यो त्यहाँ मेरो मित ससुराली छ तेरा मित मामा र मित